30 वर्ष भइसकेको छ। करिब यो थाहा हुनेहरू भनेको लगभग 45 वर्ष अगाडि जन्मेका साथीहरू नै हुनेछन्। 10 वर्ष भएकाले अलिअलि थाहा पाउने भयो। र त्यतिखेर यो 46 सालको जनआन्दोलन सुरु हुँदाखेरि यो कङ्ग्रेसले यो गणेशमान सिंहको नेतृत्वमा यो जनआन्दोलन सुरु गर्ने भनेर घोषणा गरेको थियो र 2046 फागुन 7 गते आन्दोलनको घोषणा भएको थियो। जुलुस यहीँबाट सुरु भएको थियो। 46 साल फागुन 7 गते यहीँबाट सुरु भएको थियो र त्यतिखेर पञ्चहरूले पञ्च र्याली पनि गरिरहेको अवस्था थियो र दुईवटाको बिचमा एक हिसाबले झडप पनि भयो। ठाउँ ठाउँमा यो जनआन्दोलनकारीहरूले जुन आक्रोश थियो, आक्रोश व्यक्त पुलिसहरूमाथि ढुङ्गा मुढा बर्साएर ठाउँबाट सडकबाट लखेटेर त्यो सुरुवात चाहिँ भयो। तर 24 गते पुनः यो सुन्धाराबाट त्यहाँ कार्यक्रम गर्ने भन्ने थियो। पत्नरत्नहरू गिरफ्तार भए, थुप्रै गिरफ्तार भए र त्यो आन्दोलन क्रमशः शिथिल पनि हुँदै गएको थियो र यो जनआन्दोलन घोषणा त भयो, अब त सकिन्छ के भन्ने किसिमको चाहिँ थियो। र त्यही बेला 7 वाम मोर्चा पनि यो आन्दोलनमा सहभागी थियो र सँगसँगै संयुक्त राष्ट्र जनआन्दोलन जसले फरक मत राखेको थियो। काङ्ग्रेसले मात्र पञ्चायत व्यवस्थालाई हटाएर बहुदलीय व्यवस्था राख्ने भन्ने थियो। त्यसमा 7 वामहरूले पनि त्यसमा सपोर्ट गर्यो र एक हिसाबले 7 वाम र काङ्ग्रेसको संयुक्त आन्दोलन जस्तो बन्यो। र त्यही बेला संयुक्त राष्ट्रिय जनआन्दोलनले यो बहुदल मात्र राख्ने र राजालाई उही ठाउँमा राख्ने हिसाबबाट त्यो सम्भव छैन। नयाँ जनवादी क्रान्तिको मुद्दा लिएर यो जनआन्दोलनमा सहभागी हुनुपर्छ भनेर छुट्टै संयुक्त राष्ट्रिय जनआन्दोलन बन्यो। त्यतिखेर वाम मोर्चाका जो पार्टीहरू थिए ती पार्टीहरूसँग पनि यो कुरा भएको थियो। तर 7 वाम मोर्चा चाहिँ कङ्ग्रेसकै पछि लाग्यो र त्यसो हुँदाखेरि छुट्टै ढाड त्यतिखेर जनवादी क्रान्ति सम्पन्न गर्नुपर्छ, राजतन्त्रलाई अन्त गर्नुपर्छ भनेर संयुक्त राष्ट्रिय जनआन्दोलन अगाडि बढ्यो। यो आन्दोलन शिथिल हुँदै गएको थियो र चैत्र 16 गते ललितपुरमा ब्ल्याक आउट जब सुरु भयो त्यो बेलुका पुलिस र जनता बिचमा एउटा सङ्ग्रामको रूपमा अगाडि बढ्यो। जसरी तिनकुनेमा अस्ति चाहिँ टियर ग्यास छोड्यो राजावादीका विरुद्ध, लगभग त्यही किसिमको बाटो थियो र त्यतिखेर घरहरू यो चाहिँ आँखी झ्याल भएका घरहरू हुन्थे र पुरै घरमा बस्न नसक्ने अवस्थामा यस्तो टियर ग्यास राति छोड्ने काम भयो र त्यो ब्ल्याक आउटले यस्तो किसिमबाट आन्दोलनको रूप लियो। त्यहाँ दमन भइसकेपछि भोलिपल्ट फेरि चाहिँ ललितपुरमै फेरि आन्दोलन उठ्यो, गोली चले, त्यहाँ थुप्रै चाहिँ जनताहरू शहीद भए र आन्दोलन त्यो किसिमबाट विकास हुँदै गइसकेपछि त्यो 17 गते बेलुका फेरि पनि यो ब्ल्याक आउट चाहिँ निरन्तरतामा लग्यो र त्यो भइसकेपछि पुलिसहरू मङ्गल बजारमा चौकी थियो, त्यो मङ्गल बजारमा पुलिसहरू कैद भए। ठाउँ ब्ल्याक आउट भइसकेपछि पुलिसहरू निस्कने अवस्था त्यतिखेर थिएन। एक हिसाबले त्यो 3 दिन जति पुलिसहरू मङ्गल बजारको त्यो परिसरमा थुनियो। चारैतिरबाट चाहिँ खाल्डो खन्ने, बेलुका ब्ल्याक आउट गर्ने, आगो बाल्ने, टायर बाल्ने, त्यो किसिमबाट भइसकेपछि वास्तवमा पुलिसहरूलाई खान र पिउनलाई पनि त्यहाँ एउटा क्राइसिस भइसकेको अवस्था थियो र त्यो आन्दोलनलाई त्यतिखेर यो पेरिस कन्भेन्टको तुलना पनि गरिन्थ्यो कि ललितपुरका जनताहरूले यो राजतन्त्रका विरुद्ध सशक्त आन्दोलन उठायो र यो आन्दोलनले अब राजतन्त्रको अन्त्य गर्नेछ भन्ने ठाउँसम्म त्यो एउटा चाहिँ सबै जनतामा त्यो मानसिकता बनाउन सफल भयो र हरेक दिन आन्दोलनहरू उठिरहेको थियो। ललितपुरपछि भाङ्गा कीर्तिपुरतिर चाहिँ त्यो आन्दोलन उठ्यो, त्यसपछि भक्तपुरमा उठ्यो, त्यसपछि फेरि काठमाडौँमा उठ्यो र सबैतिर उठ्दै गइसकेपछि चैत्र 24 गते संयुक्त राष्ट्रिय जनआन्दोलनले नेपाल बन्दको घोषणा गरेको थियो। त्यो बन्दले अझ आन्दोलनलाई उत्कर्षतिर लग्यो र यो भ्यालीभरि मान्छे यति चाहिँ जुलुसमा लागे, लाखौँ लाख जनताहरू जुलुसमा लागे र त्यो एउटा उत्कर्षमा पुग्यो र काठमाडौँको यही राजदरबार अगाडि महेन्द्रको शालिगलाई तोड्न त्यो जुलुस अगाडि बढ्दाखेरि सेनाले हानेको गोलीबाट 100 मान्छे मरे। लुका ढल्छ, फेरि
अर्को चाहिँ मान्छे गएर त्यहाँ महेन्द्रको शालिगमा जुत्ताको माला लाउनलाई अगाडि बढ्थ्यो, उसलाई गोली हान्थ्यो, ऊ झर्थ्यो, ढल्थ्यो, त्यसपछि फेरि अर्को गएर फेरि जुत्ताको माला लाउनलाई अगाडि जान्थ्यो। यो क्रम निरन्तर रूपमा भयो र त्यति मात्र होइन, त्यहाँ भएका सबैतिर जब चाहिँ गोली हान्न थाल्यो, थुप्रै सही मान्छेहरू चाहिँ घाइते र शहीद भए। यो भइसकेपछि बेलुका कर्फ्यू लाग्ने काम भयो। चैत्र 24 गते बेलुकाबाट कर्फ्यू लाग्यो र 2 दिनसम्म 25, 26 गतेसम्म कर्फ्यू लाग्यो। त्यही बिचमा राजा र त्यो 7 वाम काङ्ग्रेस मिलेर त्यहाँ वार्ता भयो र वार्ताका क्रममा संयुक्त राष्ट्रिय जनआन्दोलनलाई पनि बोलाउने काम भयो। तर यहाँ उनीहरू एउटा सहमतिमा पुग्ने जस्तो भइसकेपछि संयुक्त राष्ट्रिय जनआन्दोलन त्यसमा सहभागी भएन र त्यहाँ 7 वाम र कङ्ग्रेस मिलेर राजा वीरेन्द्रसँग सम्झौता गर्यो र सम्झौतामा उनीहरूले भन्दै आएको गर्ने पञ्चायतको ठाउँमा भन्ने थियो तर आन्दोलनसँग गइसकेको थियो। संयुक्त राष्ट्रिय जनआन्दोलनले भनेको जनवादी क्रान्ति भन्ने थियो, त्यो ठाउँसम्म त उनीहरू पुग्ने अवस्थामै थिएन। तर फेरि पनि निरङ्कुश अन्त्य जस्तो भयो र संवैधानिक स्वीकार्यो र अन्तिम सरकार गठन भयो। 47 सालको संविधान बन्यो र जसै आन्दोलन उठेको थियो त्यो एक प्रकारको धोका नै थियो। त्यो सम्झौता धोका थियो। आन्दोलनको स्पिड अनुसार गणतन्त्र स्थापना गर्ने जुन चाहिँ माहौल बनिसकेको थियो त्यो माहौललाई नेताहरूले लत्याए, एक हिसाबले धोका दिए र त्यसै चाहिँ त्यो स्थिति फेरि अगाडि बढ्यो। तपाईँ हामी पाउँछौँ यो 46 सालको जनआन्दोलन पछि बनेको संविधानमा यो विभिन्न आदिवासी जनजातिहरू पनि सहभागी थिए र त्यतिखेर सबै आदिवासी जनजातिले के ठानेका थिए भन्दाखेरि यो आन्दोलन सफल भइसकेपछि सबै जातिहरूका अधिकार हुनेछ, उनीहरूको भाषालाई अधिकार हुनेछ, उनीहरूको संस्कृति, उनीहरूको धर्ममाथि हस्तक्षेप हुने छैन भन्ने सोचेका थिए। तर संविधानमा के व्यवस्था गरियो भन्दाखेरि यो नेपाली भाषा, हिन्दू धर्म, यस्ता चाहिँ राष्ट्र भाषा, राष्ट्र धर्म र गाईलाई चाहिँ राष्ट्रिय जनावर र अरू जातिहरूका भाषा जातिलाई के भन्यो भन्दाखेरि राष्ट्रिय भन्यो। राष्ट्र र राष्ट्रियको नाममा भेदभाव गरियो र काठमाडौँ महानगरपालिका र तराईतिर मिथिला भाषालाई र काठमाडौँमा नेपाल भाषालाई यो कामकाजी भाषा, स्थानीय रूपमा कामकाजी भाषा बनाउनु खोज्दाखेरि सर्वोच्चले त्यो खारेज गर्थ्यो। मतलब कुन अधिकार प्राप्त गरे त आदिवासी जनजातिले भन्दाखेरि अधिकार त के पनि प्राप्त गरेको रहन्छ। आखिर जनताहरू त्यत्रो मरेका छन्, त्यत्रो शहीद भएका छन्, त्यो अधिकारको लागि शहीद भएको तर वास्तवमा त्यो भएको देखिन। र त्यो भइसकेपछि वास्तवमा 2052 साल फागुन 1 गते महान जनयुद्धको उद्घोष भयो। त्यो महान जनयुद्धमा यो बहुदलीय व्यवस्थाले दिएको अधिकारले यहाँका जनताहरूको अधिकार प्राप्त हुँदैन, यो देशको जनताको मुक्ति सम्भव छैन। त्यसो हुँदाखेरि सम्पूर्ण नेपाली जनता, आदिवासी जनजातिहरू, मधेसी, दलित, महिला, मुस्लिम यी सबै जो चाहिँ पिछडेका छन्, जसमाथि थिचोमिचो र दमन गरिएको छ, त्यो त्यसको अन्त्य गर्न भनेर 2052 साल फागुन 1 गते जनयुद्धको सुरुवात भयो र जनयुद्धले यी सबै मुद्दा भोगेको हुँदाखेरि आम जनताहरू यसमा सहभागी भएर 10 वर्षसम्म महान जनयुद्ध सञ्चालन भयो र 10 वर्षको जनयुद्धले एक हिसाबले नेपालको 80% भूभाग कब्जा गरेको स्थिति, 7वटा जनमुक्ति सेनाको डिभिजन बनेको स्थिति र चाहिँ आधार इलाकाहरू निर्माण भएको स्थिति र जनसरकार बनेको स्थिति, यी उपलब्धिहरू भएका थिए। यी उपलब्धिहरू